हेलो साथीहरू नमस्कार। म तीर्थराज बुढा। आज म यस ढकारी गाउँपालिका वडा नम्बर 5 र 3 को बीच सिमानामा छु। म आज तितवटा त्रिपुरा सुन्दरी मन्दिरमा जान लागेको छु। यही त्रिपुरा सुन्दरी मन्दिरको लागि हामीले केही दिन अगाडि हामीले चाहिँ एउटा अभियान चलाएको थियो। यहाँका साथीहरूले चलाएका थिए। 7 नम्बर वडाका मान्छे र अरू केही मान्छेहरू अगुवाहरू भएर पनि पैसा उठाएका थिए। पैसाहरू अहिले सर्वसुलभ रूपमा सही तरिकाले लगानी भइरहेको छ। तपाईहरुलाई म यो पनि जानकारी गराएँ। यहाँ ठाउँ धेरै रमणीय छ। हेर्नुस्, यता चारैतिर हेर्नुस्, कति रमाइलो छ ठाउँ। धेरै रमाइलो छ ठाउँ। त्यही कारणले गर्दा तपाईहरु पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। मेरो यो युट्युब च्यानललाई तपाईँ भिजिट गर्नु होला। भिजिट गरेर म तपाईलाई पनि यो ठाउँ पनि भिजिट गराउने छु। तपाईले युट्युब च्यानल भिजिट गरायो भने म यो ठाउँलाई पनि भिजिट गराउने छु। यो मैले तपाईलाई जानकारी गराएँ। हामी चाहिँ अब केही समयपछि तितवटा मन्दिर पुग्ने छु। कम्तीमा पनि 1 किलोमिटर दूरी होला। भए पनि हामी चाहिँ अब बाटो चाहिँ 15-20 मिनेटको बाटो छ। अब हिँड्नलाई धेरै कम छ। अब हामी बिहानै छु। अहिले बिहानको 9 मात्रै बजेछ। भाउजूहरू बहिनी आउँदैछन् पछाडि। त्यहाँ मान्छेहरू धेरै मान्छेहरू गइसकेका छन्। धेरै मान्छेहरू आउन पनि बाँकी छ। यस्तै कुराहरू तपाईहरुलाई म फेरि पनि जानकारी गराउने छु। धन्यवाद।